भारतमा धेरै भगवानहरू जन्मे अहिले हामी हेर्छौँ नि कोही बाबा आउँछ म नै भगवान त्यो परमपिता तपाईँले भनेको जुन परमपिता थियो त्यो अब मेरो शरीरमा आयो म भगवान हो मलाई सुन अब आउँछन् पूजा गर्छन् खुट्टा ढोक्छन् खान्छन् तर फेरि भन्नु भगवानले फेरि भन्नुभयो छैन छवटा ऐश्वर्य हुनु पर्यो सबैभन्दा बलवान हुनु पर्यो र बलवान तपाईँले अन्य हेर्नुहोस् अन्य अवतारहरू हेर्नुहोस् अथवा अन्य मान्छेलाई हेर्नुहोस् यहाँनिर र भगवान हामी श्रीकृष्ण भगवान भन्दैछौँ बुझ्नुभयो शास्त्रमा हामी उदाहरण दिँदै भन्दैछौँ कि भगवान कृष्ण हुनुहुन्छ र कृष्णले देखाउनु पनि भयो कृष्णले यत्रो लीलाहरू गर्नुभएको छ तपाईँले कहिले अहिलेसम्म पुरुषोत्तम लीला पुरुषोत्तम एउटा पढ्नुभएछ एउटा पुस्तक त्यसमा तपाईँ 90वटा लीला छन् त्यस मात्रै पढ्नुहोस् भगवानका जन्म र कर्म के छन् दिव्य छन् सुन्नुहोस् त्यसमा के भनेको छ त भगवान श्रीकृष्णले 7 वर्षको मेरो के गर्नुभयो त गोवर्धन पर्वत उठाउनु भयो एउटा कान्छी अम्लाले गोवर्धन पर्वत उठाउनु भयो अहिले हामीलाई यहाँनिर 50 केजीको एउटा सानो भारी उठाउनु पर्यो भने हामी के हुँदैन सक्दैनौँ हो तपाईँले देख्नुभएको छ कहिले जानुभएछ गोवर्धन पर्वत वृन्दावन जानु भइरहेछ हो वृन्दावन यही त हामी थाहा नै गएकै छैनौँ गोवर्धन कहाँ छ थाहा नै छैन हामीलाई अनि हो वृन्दावन हामी जान्छौँ हामी यहाँ जति पनि छौँ हामी वृन्दावन वर्षमा एकचोटि गएको हुन्छौँ र वृन्दावनदेखि 18 किलोमिटर उता के छ त गोवर्धन पर्वत छ 18 किलोमिटर त गोवर्धन पर्वत अहिले पनि गोवर्धन पर्वत के छ स्थित छ तपाईँले यहाँ हामीले कथा पढेको मात्रै होइन गोवर्धन पर्वत अहिले पनि स्थित छ गोवर्धन पर्वत हेर्नुभएछ अहिले त तपाईँ मोबाइलमा हेर्न सक्नुहुन्छ खोलेर भिडियो हेर्न सक्नुहुन्छ र हामी त डाइरेक्ट गएर गोवर्धन परिक्रमा गर्छौँ हेर्छौँ र यो त कथा मनोगढाउने कहानी होइन मनोकल्पित कहानी गोवर्धन पर्वत छ यमुना नदी अहिले छ नन्दगाउँ अझै छ वृन्दावनमा बर्साना गोकुल सबै छ त अहिले कहिले हामीले हेऱ्यौँ त गएकै छैनौँ हामी यहाँ बसेर अनि हामी के हुन्छ त एउटा कुवाको भ्यागुतो बनेर हामी संसारलाई बुझ्न खोज्दैछौँ र हामी परमपिता भन्दैछौँ परमेश्वर भन्दैछौँ यो परमेश्वरको हो त थाहा हुनुपर्छ यही कुरा कृष्ण अर्जुनले भन्नुहुन्छ परम ब्रह्म परम धाम पवित्रम परमम भवान शाश्वत पुरुषम शाश्वतम दिव्यम आदि देवम अजम विभुम यो कुरा अर्जुनले भन्दै हुन्छ जबसम्म शाश्वत रूप देख्नुहुन्छ अनि हामी के भन्दैछौँ हामी थाहा नै छैन हामी परमात्मा निराकार भन्दैछौँ कसरी थाहा हुन्छ मतलब कि माथि परमपिता हुनुहुन्छ कस्तो हुनुहुन्छ को हुनुहुन्छ कहाँ हुनुहुन्छ हामी त्यही बताउँदैछौँ कि भगवान कृष्णको धाम छ जुन उसको नाम हो गोलोक वृन्दावन गोलोक धाम हामी के भन्छ भगवानको अंश हौँ भगवान हुनुहुन्छ भगवानको तपाईँ नाम भगवानको ठेगाना भगवानको फोन नम्बर हरे कृष्ण महामन्त्र तपाईँ फोन गर्न सक्नुहुन्छ बोलाउन सक्नुहुन्छ भगवानलाई कल गर्नुहोस् न हरे कृष्ण महामन्त्र हुनुहुन्छ हरे कृष्ण जप्नुहोस् न आफै थपाउनुहुन्छ त हामी तपाईँलाई के त भगवानको घर नाम रूप ठेगाना लीला उहाँका छेउमा को छन् सबै कुरा बताउँदैछौँ त तपाईँ अब त्यो जुन थाहा नभएको परमात्मालाई परमपितालाई मान्नुहुन्छ कि जुन म बताउँदैछु र म कहाँबाट बोल्दैछु शास्त्र पुरुष शास्त्रबाट बोल्दैछु तपाईँलाई म शास्त्रको उदाहरण दिन सक्छु विभिन्न आचार्यहरू आउनुभयो मध्वाचार्य रामानुजाचार्य निमार्गाचार्य सबैले मान्नुभयो र तपाईँ भन्नुहुन्छ सम्पूर्ण आचार्यहरूले मान्नुभयो स्वीकार्नुभयो होइन कि कृष्ण भगवान हो गोलोक धाम छ गोवर्धन पर्वत त त्यहीँ छ अहिले पनि तपाईँ दिल्लीदेखि अगाडि जानुहुन्छ मतलब कि वृन्दावन जानुहुन्छ गोवर्धन पर्वत अहिले पनि छ गोवर्धन पर्वत एउटा छ नि यहाँ तपाईँ कहिले दुईवटा देख्नुहुन्छ हजुर तपाईँ नर्मली तपाईँलाई एउटा सानो पहाड बनाएर मैले गोवर्धन पर्वत दियो भने तपाईँ त्यसलाई मान्नुहुन्छ नि हजुर जानुभएछ कहाँ अन्त कुन गोवर्धन जानुभयो तर सुन्नुहोस् हामी मूर्खता तरिकाले बोल्दैनौँ हामी के छौँ त यही भगवान हामी के छौँ त हामी भगवानको कृष्णको के छौँ त हामी शास्त्र अध्ययन गर्दैछौँ भगवानको बारेमा हामी पढ्दैछौँ कृष्ण लीला हो त तपाईँको जुन तपाईँले परमपिता हुनु परमपिता कृष्ण हुनुहुन्छ तपाईँले स्वीकार्नुहोस् र हरे कृष्ण महामन्त्र फोन लाउनुहोस् आजदेखि फोन लाउनुहोस् अब यति अब आँखा देख्न छोड्नु भइसक्यो कान सुन्दै हुन्छ अब कति वर्ष बाँच्नुहुन्छ भन्नु त कति वर्ष अब बाँच्न सक्नुहुन्छ होला जस्तो लाग्छ हो हेर्नु त अब कान पनि सुन्दैन अब मुख चल्दैछ
त्यो मुखले अब हरे कृष्ण महामन्त्र भन्नु होला। एकचोटि हरे कृष्ण भन्नु त, एकचोटि मसँगै तुलसी तुलसी हामीलाई रात पर्यो ल। एकचोटि सबैजनाले बाबुजी हरे कृष्ण सुन्दै हुनुहुन्छ? मसँगै हरे कृष्ण भन्नु होला। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। त्यसरी हामी सबैले जपौँ है। आज हाम्रो